सबैजनालाई नमस्कार। आज म यस युट्युब च्यानल मार्फत म एक्लो छैन है भन्ने कुरालाई विश्लेषण गर्न जाँदैछु। अन्तिमसम्म हेरेर साथ दिनुहोला। एउटा मानिसलाई एक्लै देखेर हेप्न खोज्छन्, तर तिनीहरूलाई के थाहा एक्लो हुनु भनेको सबैभन्दा बलियो हुनु हो भनेर। तैपनि म एक्लो छैन, घर परिवारको साथ पूर्ण रूपमा पाएको छु। होला मेरा धेरै साथीहरू छैनन्। साथीहरू हुँदैमा पूर्ण रूपमा साथ पाउँछ भन्ने कुराको म चाहिँ विश्वास गर्दिनँ। जब म एकान्तमा एक्लो हुन्छु नि, अनि म मेरा हरेक अङ्गलाई आफ्नो साथी बनाउँछु, ताकि यसले मेरो साथ कहिले छोड्ने छैन। मैले सुनेको छु, यदि तपाईँ एक्लो हुनुहुन्छ भने कि तपाईँ एकदम खराब व्यक्ति हो, अथवा तपाईँ एकदम होनहार र सकारात्मक सोच भएको व्यक्ति हो। अब आफूलाई आफैले मूल्याङ्कन गर्नुहोस्, तपाईँ कुन व्यक्ति अन्तर्गत पर्नुहुन्छ। म एक्लो छु भनेर चुप चाहिँ बस्दिनँ। मेहनत गर्छु, सङ्घर्ष गर्छु, तर कसै सामु शिर निहुराउने काम चाहिँ गर्दिनँ। आफूलाई होनहार बनाउन जस्तो सुकै कठिन परिस्थिति किन नआओस्, सामना गर्न तयार छु। मानिसहरू मेरो सोझोपन र एक्लोपनलाई कमजोरी ठानेर फाइदा उठाउने दुस्साहस गर्छन्। तर तिनीहरूलाई के थाहा मेरो सोझोपन मेरो बलियो पक्ष हो भनेर। खैर एक्लो छु। खैर एक्लो हुँ वा भिडमा हुँ, मेहनत सङ्घर्ष चाहिँ गर्न छाड्दिनँ। मेरो लागि गर्ने म नै हुँ, अरू कसैले गर्नेवाला छैन। मेरो हरेक काममा साथ दिने मेरो घर परिवारलाई धेरै धन्यवाद, र मलाई झनै बलियो बनाउन अहम भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद।